मानव जातिलाई ज्ञान बाँड्दै सभ्य समाज बनाउनलाई लागि पर्नुहुने प्रेमानन्द गुरु अहिले मृगौला फेल भएर मृत्युसँग जुधिरहनु भएको छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना छ। यो संसारभरि पापै पाप फैलिएर होला, राम्रा मान्छेलाई भगवानले पनि यो धरतीमा राख्न चाहिरहेका छैनन्। यो धरतीमा त पापी, पाखण्डी, चोर, फट्टा, हत्यारा, लुटेराहरू मात्रै रहने भए भगवानले पनि त्यस्ता महान व्यक्तित्वलाई लानुको सट्टा हाम्रो देशमा हजारौं हजार भ्रष्ट, पापी, पाखण्डी नेताहरू छन्, तिनीहरूलाई लगिदिए हुने थियो नि। हाम्रो देशमा त किडनी फेल भए पनि अरूको किडनी हालेर, अरूले किडनी दिएन भने खोसेर भने हालेर भने बाँचेका छन् र देश र जनता लुटेका छन्। अरू कति अपराधीहरू छन् हेर्नुहोस् त। विश्वकै भ्रष्ट महिला पनि हाम्रै देशमा छन्। त्यस्तालाई चाहिँ भगवानले पनि लाने कोसिसै गर्दैनन्, किनकि तिनीहरू पनि स्वर्गमा गए भने आतंकै फैलाउँछन्, त्यहाँ पनि भ्रष्टाचार गर्छन् भनेरै होला। त्यस्ता भ्रष्टहरूलाई जनताले पनि यसो मैल मात्रै मार्देर छोडेका छन्। हे भगवान, लानु नै छ भने हाम्रो देशका यी भ्रष्ट नेता, कर्मचारी, जो जति अपराधी छन् तिनीहरूलाई लानुहोस्। प्रेमानन्द गुरु जस्तो व्यक्तिलाई चाहिँ यही धरतीमा छाड्नुहोस्, किनकि यो धरतीमा शान्ति चाहिएको छ, यो धरतीमा ज्ञान चाहिएको छ, यो धरतीमा राम्रो समाज बनाउने व्यक्ति चाहिएको छ। त्यसैले प्रेमानन्द गुरुको शीघ्र स्वास्थ्य लाभको कामना सबैले गरौँ।